रातारात धनी हुन्छु भन्ने सपना बोकेर हिँडेको अवस्थामा कसैले फ्याट्ट फेसबुकमा एउटा पोस्ट हालिदिन्छ, पैसा कमाउने मौका यही हो भन्ठान्नुहुन्छ। त्यो पोस्टलाई फलो गर्दै जानुहुन्छ, टेलिग्राम लगायतका एप्लिकेसनमा जोडिनुहुन्छ, पैसा इन्भेस्ट गर्नुहुन्छ। केही समयमा अलिअलि पैसा त पाउनुहुन्छ, तर त्योभन्दा बढी गुमाउनुहुन्छ र ठगीमा पर्नुहुन्छ। यो प्रोसेस निरन्तर रूपमा चलिरहेको छ। धेरैजना यसरी फसि नै रहेका छन्। यस्तो अवस्थामा अब तपाईँले के गर्नुहुन्छ? जो व्यक्तिलाई तपाईँले रकम हालिदिएको हुनुहुन्छ त्यो व्यक्ति पनि एउटा पीडित मध्येकै व्यक्ति पर्छ। त्यसपछि यो साइकल चल्दै जान्छ, पीडित भइरहेका हुन्छन्। त्यसपछि अब पैसा पाउने कोबाट? यस्तो समस्या चाहिँ धेरैजनाले भोग्दै गर्नु भएको छ। यसमा तपाईँले गर्न सक्ने भनेको के मात्र हो भन्दाखेरि नजिकको प्रहरी कार्यालय गएर ठगीमा एउटा जाहेरी दिने हो। जाहेरी दिइसकेपछि प्रहरीले त्यसमा अनुसन्धान गर्छ। अनुसन्धान गरेर यदि कोही दोषी देखियो भने त्यस्ता व्यक्तिको विरुद्धमा कारबाही अगाडि बढाउँछ। योभन्दा बाहेक तपाईँले गर्न सक्ने भनेको के हो भन्दाखेरि समयमा नै ध्यान पुर्याउने हो। समयमा नै उजुरी गर्ने, समयमा नै प्रमाण चाहिँ सङ्कलन गर्ने काम तपाईँले गर्नुपर्छ। प्रमाण भएन भने त्यो जो ठग्ने व्यक्ति छ त्यो भएको ठाउँसम्म पुग्न सकिएन भने तपाईँको रकम कहिले पनि फर्किँदैन। त्यस कारणले गर्दाखेरि यो विषयमा तपाईँ सहजक रहनुहोला। यसरी सजग रहन सक्नु भएन भने तपाईँ ठुलो समस्यामा पर्नुहुन्छ। धेरै नै तपाईँलाई घाटा हुन्छ।